हामीले यो ज्यामर त दिन मेरो दुःखै मात्रै कति खायो त अस्ति खाएको मैले खानु हालेन ठुलो जस्तो दिन्छ आल्छ पिलिचा त्यो काट्नु ओर्नु आल्छ पिलिचा हो आल्छ पिलिचा भेस्ट पनि कम्ता र के हो दुलो परेको हौ त्यो आफै फाड्दो रहेछ यसरी फाड्दो रहेछ के यो आफै यसरी फाड्दो रहेछ यतातिर त्यस्तै यता पछाडि त्यस्तै बाउलाले भेस्ट छ भने सोध्नु सर्किन बिर्सिहाल्यो कपडा सिलायो भने काम पाउँदैन बिरालोको बच्चाले हो तिमीहरू कति कराउँछौ चल्लीहरू कति कराउँछौ माउले छोडिने तिमीहरूलाई माया गर्दैन छोडिसक्यो यत्रोमा कराऊ तिमीहरू के कराउने बेला चियाक बोला अहिले त नखानु पर्यो भने निन्द्रै मात्रै लाग्यो निन्द्रै लाग्छ अहिले खानु पर्यो अब निन्द्रा गर्न कराउने चाहिँ कराइराख्ने भएपछि चाहिँ दामी भ्यू देखिँदो रहेछ यो चाहिँ हाम्रो दाजुहरूको घर अब जस्तै यहाँ यसरी राखेको छ आया बाबा यहाँ भन्नुला गाडी जङ्गल बिरुवाहरू भइसक्यो दाजुहरूको घर मुनि ल भनेर बाँदर उड्नु हिँडेको मकैबारीमा बाँदर खेदाउनु हिँड्दैछु हाम्रो तलको ढडन खेत यस्तो चाहिँ बिसाउने झन् देखिँदैन नि बिसाउनु थिएन ढडिन्छ अलिअलि बाँसघारी देखिन्छ नै देखेका हाम्रो सिम्बल बाँदर खेदाउन हिँडेको बाँदर रुङ्नलाई त के भन्नु हाम्रो पापाले सुन्तलाको बिरुवा यत्रो बनाइसक्नु भयो सुन्तलाको बिरुवा होइन ठुल्ठुलो बनाइसक्नु भयो लिची पनि छ तल ओ माई गड लिचीले फलेछ कति ठुलो सुन्तला छ यहाँ घाँस काट्नु आउनुपर्ने पापाले काट्नु भएछ यहाँनिर मैले काट्दै थिएँ यतापट्टिबाट कता धेरै घाँस काट्छु त म दामी काट्छु दामी म घाँस दामी चिरु भनेर कागती छ यहीँ सुन्तला छ यो सबै बाटो मेरो पापाले रोप्नु भएको फुल पनि लालुपाते फुल्यो तिर सुन्तला यत्रो बनाइसक्नु भएको छ कागती पनि छ यहीँ
दामी 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 भइसकेको छ। घाँस काट्नु पर्ने छ यहाँ हाम्रो सिमल। ए कत्रो ठुलो भइसकेको सिमल दामी। यहाँ फेरि यहाँ घाँस काट्दै थिएँ अस्ति मैले यहाँनिर। यो घाँस काट्नु आँक त्यत्तिकै छोडिरहेको छु। फेरि आउनु बाँकी छ। यो पिँडालुलाई चाहिँ घाँस काट्नु पर्ने। घाँस काट्नु पापाले तल गोठाला गर्दै हुनुहुँदो रहेछ है। बिचरा गोरु यहाँ रहेछ, गोरु यहाँनिर छ, यहाँनिर पापा। तेरो काम नपाए फुची काम नपा भन्नुहुन्छ मलाई। कागती यत्रो ठुल्ठुलो भइसक्यो। कागतीले यहाँ फुल्नु थालेको छ। पापा कटेराको गुड थिएछ यहाँ 2टा सबै उड्यो बच्चा। उडी गयो नि। म त अर्को यो छोइन भन्ने त एउटामा थिएछ। एउटामा चाहिँ पोखरीपट्टिकोमा थियो ऊ छोइन क्या। यता अर्को पोखरी भन्ने यतापट्टिकोमा चाहिँ थिएछ 5-6वटा उड्यो। हाम्रो लिचीले फलेको रहेछ। पापाले रोपेको कागती घाँस काट्नु पर्ने छ यहाँनिर। म चाहिँ दाउरा काट्नु हिँडेको। दाउरा काट्नु दाउरा लिने मेरो डोको। यो कसले बुनेको डोको? दाजुले कि पापाले बुनेको त होइन यो। दाउरा लिनु हिँडेको। आया गम्मत पनि छैन। ठुलो घाँस छ। यो फर्सीलाई पनि घाँस काटिदिनु पर्ने हो यसरी। फर्सी पनि दामी पापाले रोप्नु भएको गाई गोरुको थलमा रोप्नु भएको छ फर्सी। ए कति धेरै फलेको रहेछ यो बिरुवाहरू। दामी छ पापाले रोप्नु भएको बिरुवाहरू। गोरु पापाले चराउनु भन्दै हुनुहुन्छ रहेछ। गोरु घरको छानो कहिले नि छुइँदैन, कहिले नि छुइँदैन, एकहोरो मायाले हुँदैन, शिरको फुलको माया कहिले नभुल। गोठालामा पनि कामदारी